हामी निरन्तर न्यूजमा छौं। नेपालको इतिहासमा राष्ट्रपिताको नामले उल्लेखित तत्कालीन राजा त्रिभुवनको शालिगलाई श्वेतगेटबाट हटाएर नारायण हेटी राष्ट्रिय संग्रहालयमा राखिने भएको छ। 104 वर्षीय राणा शासनको अन्त्य गरी नेपालमा पहिलो पटक प्रजातन्त्र स्थापना गर्ने कामको अगुवाई गरेका कारण त्रिभुवनलाई हालसम्म राष्ट्रपिता र राष्ट्रिय विभूतिका रूपमा मानिँदै आएको छ। मन्त्री परिषदको सोमबारको बैठकले शहीद गेटमा 4 जना शहीदको माथिल्लो भागमा रहेको त्रिभुवनको शालिगलाई त्यहाँबाट हटाउने निर्णय गरेको छ, तर उनलाई राष्ट्रिय विभूति र राष्ट्रपिताबाट हटाउने निर्णय भने गरिएको छैन। गेटमा रहेको दिवंगत राजा त्रिभुवनको शालिगलाई त्यहाँबाट नारायणी संग्रहालयमा स्थानान्तरण गरेर सुरक्षितका साथ राख्ने निर्णय गरेको छ। संग्रहालयमा सुरक्षितसँग सम्मानसँग राखिन्छ। त्यो हवाई मार्ग मार्फत एक पटकमा 100 जना भन्दा बढी विदेशी राहदानी वाहकलाई जो नेपाल आउँछन् उनीहरूलाई सहभागी गराई सभा, सम्मेलन, गोष्ठी, बैठक, अन्तर्क्रिया कार्यक्रमहरू आयोजना गरेमा आयोजकहरूलाई सरकारबाट रु 5 लाख नगद सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक धर्मकुमार बजिमयलाई हटाएर रामकुमार यादवलाई कायम मुकायम महाप्रबन्धक नियुक्त गरेको छ। बैठकले आगामी चैत्र 24 र 25 गते काठमाडौँमा हुने जलवायु परिवर्तन सम्बन्धी पर्वतीय मुलुकहरूको अन्तर्राष्ट्रिय सम्मेलनका लागि वातावरण मन्त्री हेमराज तातेडको संयोजकत्वमा 13 सदस्यीय निर्देशक समिति गठन गरेको छ। नयाँ संविधानमा देखिएका विवादित विषयमा समाधान खोज्न बसेको प्रमुख 3 दलका शीर्ष नेताको बैठक निष्कर्षविहीन भएको छ, तर पुस 25 गतेभित्र विवादित मुद्दामा ठोस सहमति जुटाउने प्रतिबद्धता भने शीर्ष नेताहरूले व्यक्त गरेका छन्। सिंहदरबार स्थित राज्य व्यवस्था समितिको कार्यकक्षमा सोमबार बिहान बसेको बैठक निष्कर्षविहीन बनेपछि अपराह्न शान्ति मन्त्रालयमा बोलाइएको शीर्ष नेताहरूको बैठकले पनि ठोस सहमति जुटाउन सकेन। बैठकमा कार्यदलले दिएको सुझावमा आधारित रहेर अघि बढ्ने र पुस 25 गतेभित्र ठोस निष्कर्षमा पुग्ने सहमति भने शीर्ष नेताहरूले जुटाएका छन्। दलहरूबीच राज्यको शासकीय स्वरूपमा रहेको विवादले निचोड पाउन नसक्दा बैठक निष्कर्षविहीन बनेको बताइएको छ। बैठकपछि एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायण श्रेष्ठले मंगलबार थप छलफल गरी सहमतिको प्रयास गरिने दावी गर्नुभयो। कार्यदलले दिएको सुझाव चाहिँ प्रत्यक्ष निर्वाचित राष्ट्रपति हो, संसदद्वारा निर्वाचित प्रधानमन्त्री हो। त्यसो गर्दाखेरि त्यहाँ अधिकारको सन्दर्भमा, बाँडफाँडको सन्दर्भमा कसरी मिलाउने भन्ने बारेमा चाहिँ थप छलफल र परिमार्जनको आवश्यकता थियो। तर आज चाहिँ राष्ट्रपति र प्रधानमन्त्री दुईटै राख्ने, अलि फरक ढङ्गले जाउन् त भनेर नेपाली कांग्रेस एमालेका केही साथीहरूले यसो चर्चा पनि गर्नुभयो। तर मूल कुरा चाहिँ कार्यदलले दिएको सुझावका आधारमा अगाडि बढ्यो भने नै हामी सहमतिको नजिक पुग्न सक्छौँ। त्यसलाई केही परिमार्जन गरौँ भन्ने स्पिरिटमा छलफल भयो। भोलि बिहान विवाद समाधान उपसमितिको बैठक छ र त्यसको सेरोफेरोमा पार्टीहरूको बीचमा पनि छलफल हुने सम्भावना पनि छ। एमाले अध्यक्ष जननाथ खनालले कार्यदलले दिएको सुझावको आधारमा अघि बढ्ने बताउँदै सहमतिका लागि दलहरू अधिक लचक बनेको बताउनु भयो। हाम्रा विगतका धारणा छँदैछन्, तर त्यो विगतका धारणाहरू अगाडि बढिसकेका छौँ। जस्तो हामीले कार्यदल बनायौँ, कार्यदलले रिपोर्ट दिएको छ। त्यो कार्यदलले रिपोर्ट दिएको जुन अवधारणा हो त्यो रिपोर्टमा रहेका अवधारणाहरूको बारेमा हामी छलफल गर्दैछौँ र अब राष्ट्रपति र प्रधानमन्त्री दुईटै रहने कुरा त निश्चितै छ, तर कसरी शक्तिको बाँडफाँड गर्ने भन्ने विषयमा हामी गम्भीर रूपले देश कांग्रेस नेता रामचन्द्र पौडेलले सहमतिका लागि प्रयास जारी रहेको बताउनु भयो। दलहरू चाहिँ नि सहमतिबाटै टुङ्गाएर जाने अगाडि बढ्नुपर्छ। सहमतिको लागि केही समय लाग्छ भने पनि बरु समय लिने हैन, तर सकेसम्म 25 गतेसम्ममा हैन मिट गर्ने 25 गतेको समयलाई हामीले चाहिँ गर्ने, तर छलफल चाहिँ निरन्तर जारी राख्ने। शासकीय स्वरूपका विषयमा कांग्रेस र माओवादी बीचमा सहमति हुन सकेको छैन। नेपाली कांग्रेस संसदीय प्रणालीको शासकीय स्वरूपको अडानमा छ भने माओवादी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा देखिएको छ। कार्यदलले दिएको सुझावमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्रीको परिकल्पना गरिएको छ। यसैबीच विवाद समाधान उपसमितिको बैठक मंगलबार बिहान बोलाइएको छ। संवैधानिक समितिमा संविधान जारी भए नयाँ निर्वाचन नभएसम्मको संक्रमणकालीन अवस्थालाई विद्यमान संरचनामा कायम राख्ने सैद्धान्तिक सहमति भएको छ। बिहान
बनाउन समितिको कार्यालयमा बसेको समितिको बैठकमा उपसमिति संयोजक एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपसमितिले सहमति गरेको विषयहरूको प्रतिवेदन पेश गर्नु भएको थियो। बैठकमा उपसमितिको प्रतिवेदनमाथि छलफल भए पनि विवादित विषयहरूमा यथावत रहेका छन्। बैठकपछि समितिका सभापति निलाम्बर आचार्यले संक्रमणकालीन अवस्थाका बारेमा दलहरूबीच सैद्धान्तिक सहमति भएको बताउनुभयो। संक्रमणकालीन व्यवस्था भनेको के भन्दाखेरि संविधान जारी भइसकेको हुन्छ तर त्यो संविधान अनुसारका निकायहरू खडा भइसकेका हुँदैनन्। जस्तो चाहिने निर्वाचन भएको हुँदैन। त्यही संविधान नयाँ संवैधानिक व्यवस्था अनुसारका चाहिने राष्ट्रपति अथवा उपराष्ट्रपति, राष्ट्राध्यक्ष, उपराष्ट्राध्यक्ष, सरकार गठन भइसकेका हुँदैनन्। त्यो नहुँदासम्मको लागि के गर्ने भन्ने विषयमा उपसमितिले पहिलेको व्यवस्था नै कायम राख्ने, अर्को व्यवस्था नहुँदासम्म भन्ने किसिमको सुझाव दिएको थियो। संवैधानिक समितिमा संक्रमणकालीन अवस्थाका विषयमा अन्तिम निर्णयको तयारी समिति बैठकमा भए पनि विवादित अन्य विषयहरूसँगै टुङ्गो लगाउने भनेपछि सैद्धान्तिक सहमति मात्र गरिएको बताइएको छ। समितिको बैठकमा दलका नेताहरू बाँकी विवादित विषयमा संवैधानिक समितिको बैठकमा छलफल गरी टुङ्गो लगाउन सहमत भएका छन्। बैठक मंगलबार 3 बजे पुनः बस्नेछ। नेकपा एमाले बहुपहिचानका आधारमा 8 स्वपहिचानका आधारमा 12 संघीय राज्यको प्रस्ताव अघि सारेको छ। 8 वा 12 मध्ये कति प्रदेश उपयुक्त हुने भन्ने विषयमा एमाले अन्य दलसँग पनि छलफल गर्ने भएको छ। मधेसी, आदिवासी, जनजातीय, खस, क्षेत्रीय, बाहुन र दलितको तर्फबाट अलग अलग धारणा आएकाले ती सबैलाई समेटेर संहिताबारे एमाले केन्द्रीय समिति बैठकबाट आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ। टिभी जर्नलिस्ट रमेश गिरीको एक रिपोर्ट। संघीय राज्यको विविध पक्षबारे बृहत छलफल गरी पार्टीको आधिकारिक धारणा बनाउन भक्तपुरको बोडे स्थित कृषि विकास बैंकको तालिम केन्द्रमा सोमबार सम्पन्न आवासीय कार्यशालामा भावी संघीय राज्यबारे बृहत छलफल भएको छ। एमालेको स्थायी समिति सदस्यहरू, केन्द्रीय पदाधिकारी, सभासद एवं पार्टीका बुद्धिजीवीहरू समेतको बृहत भेलाबाट राय संकलन गरिएको सचिव शंकर पोखरेलले बताउनुभयो। भेलामा संघीय मामिला विभागले प्रस्तुत गरेको राज्य पुनर्संरचना सम्बन्धी संघीयता अवधारणा र अभ्यासका बारेमा बहुपहिचानको आधारमा 8 र पहिचानमा आधारित 12 वटा प्रदेशको छलफल भएको उहाँले बताउनुभयो। सचिव पोखरेलले भेलामा मधेसी समुदायले बहुपहिचानमा आधारित शक्तिशाली राज्य आवश्यक रहनुपर्ने बताएको र आदिवासी जनजातिहरूले जातीय पहिचानमा आधारित प्रदेश रहनुपर्ने धारणा राखेको बताउनुभयो। उहाँले पहाडी खसका तर्फबाट भौगोलिकताको आधारमा प्रदेश कायम रहनुपर्ने र दलितहरूको तर्फबाट दलितको पहिचान हुने गरी प्रदेश कायम रहनुपर्ने सुझावहरू आएको पनि बताउनुभयो। जोदेखि हामी लगातार राज्यको पुनर्संरचनाका सन्दर्भमा छलफल गर्दैछौँ र त्यसमा हाम्रो राज्यको पुनर्संरचना सम्बन्धी विभाग छ पार्टीको। त्यो विभागले 5 विकास क्षेत्रमा चाहिँ कार्यकर्ताहरूका बीचमा छलफल गरेर प्राप्त गरेको सुझावका आधारमा उसले आफ्नो प्रस्ताव जो पार्टी समक्ष प्रस्तुत गर्ने योजना बनाएको छ त्यही प्रस्तावलाई उसले यहाँ प्रस्तुत गर्यो। एउटा चाहिँ बहुपहिचान आधारित भएर चाहिँ जाँदाखेरि चाहिँ 8 वटा प्रदेशको कन्सेप्टमा जान सकिन्छ भन्ने छ। अर्को पहिचान आधारित भएर जाँदाखेरि चाहिँ 12 वटा प्रदेश हुनसक्छ भन्ने हिसाबले 8 र 12 प्रदेशको 2 वटा विकल्प प्रस्तुत गरेका छ। आएका राय सुझाव र प्रस्तावित प्रदेशहरू सबै जस्ताको तस्तै नजाने र यसलाई पुनर्छलफल गरी केन्द्रीय कमिटिको बैठकमा समेत छलफल गरेर मात्र एमालेको आधिकारिक धारणा बाहिर ल्याउने केन्द्रीय सदस्य भीम रावलले बताउनुभयो। पूर्वमा केही साथीहरूले पहिचानलाई प्रमुख आधार बनाएर जानुपर्छ, जस अन्तर्गत विभिन्न जाति समुदायको पहिचानको कुरा पनि पर्छ भन्नुभएको छ। केही साथीहरूले सामर्थ्यको आधारमा अगाडि जानुपर्छ भन्नुभएको छ। केही साथीहरूले राज्यको पुनर्संरचना गर्दा हाम्रो बहुभाषिक, बहुधार्मिक देश भएको हुनाले, बहुसांस्कृतिक देश भएको हुनाले हामीले जात जातिको संगठितता भन्दा राजनीतिक मान्यता र सिद्धान्तको आधारमा राष्ट्रिय स्वाधीनता स्वतन्त्रतालाई प्राथमिकता दिएर अगाडि जानुपर्छ भन्ने कुरा आएको छ। यसरी विभिन्न दृष्टिकोणबाट विचारहरू प्रस्तुत भइरहेका छन्। भेलामा नेकपा एमालेको अध्यक्ष जलनाथ खनालले मुलुकको संघीय प्रणाली र यसका विविध पक्षका बारेमा नेकपा एमालेको अवधारणा बनिसकेको अवस्थामा पार्टीको यो भेलाले अवधारणा निर्माणमा ठूलो टेवा पुर्याउने बताउनुभयो। भेलामा नेताहरू केपी ओली, भरतमोहन अधिकारी, वामदेव गौतम, ईश्वर पोखरेल, शंकर पोखरेल, युवराज गेवाली, भीम रावल, विद्यादेवी भण्डारी, राजेन्द्र श्रेष्ठ लगायतले आफ्नो विचार प्रस्तुत गरेका थिए।
एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले सहमतिको दस्तावेज निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। पुस 9 गतेदेखि जारी बैठकमा प्रस्तुत भएको अध्यक्ष पुष्पकमल दाहालको राजनैतिक प्रतिवेदन र उपाध्यक्ष मोहन वैद्यको फरक मतमाथि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रममा अध्यक्ष दाहालले सहमतिको एकीकृत दस्तावेज ल्याउनु पर्नेमा जोड दिएका हुन्। बैठकपछि पोलिट ब्युरो सदस्य हरिबोल गजुरेलले उपाध्यक्ष वैद्यको फरक मतलाई पनि सम्बोधन गरी सहमतिको दस्तावेज बनाउनु पर्ने विचार आएको जानकारी दिनुभयो। सबै केन्द्रीय सदस्यहरूले बोलिसकेपछि उपाध्यक्ष वैद्यको फरक मत र बैठकमा प्रस्तुत विचारलाई समावेश गरी नयाँ दस्तावेज प्रस्तुत गर्नुहुने जानकारी दिएको छ। अध्यक्ष दाहालको नयाँ दस्तावेजमा पनि सहमति हुन नसके उपाध्यक्ष वैद्यको फरक मतलाई पार्टीको आन्तरिक विधि र प्रक्रिया मार्फत तल्ला समितिहरूसम्म पुर्याइने र महाधिवेशनबाट टुङ्ग्याइने बुझिएको छ। सोमबारको बैठकमा 20 भन्दा बढी केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए। केन्द्रीय सदस्यहरूले बोल्ने क्रम नसकिएकाले बैठक मंगलबार पनि बस्दैछ। हामी निरन्तर न्युजमा छौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल क्लियरिङ हाउसको काम कारबाहीको विषयमा सरोकारवालाहरूसँग जानकारी लिएको छ। आयोगले सोमबार सफ्टवेयर खरिद प्रक्रिया, सञ्चालनको प्रक्रिया, शुल्क भुक्तानीको प्रक्रियाको बारेमा बुझ्न नेपाल राष्ट्र ब्याङ्कका डेप्युटी गभर्नर गोपाल प्रसाद काफ्ले तथा महाप्रसाद अधिकारी, हाउसका प्रतिनिधि तथा नेपाल ब्याङ्कर एसोसिएसनका प्रतिनिधिहरूसँग छलफल गरेको बताइएको छ। छलफलमा क्लियरिङ हाउसको कार्य प्रक्रिया, विधि लगायतको विषयमा आयोगका सचिवसँग छलफल भएको राष्ट्र ब्याङ्कका डेप्युटी गभर्नर तथा प्रवक्ता गोपाल प्रसाद काफ्लेले जानकारी दिनुभयो। उहाँले आयोगको जिज्ञासाको जवाफ दिएको तथा हाउसको अवधारणा तथा प्रक्रियाको सम्पूर्ण विवरण स्पष्ट पारिएको बताउनुभयो। गल्ती कमजोरी भएमा सच्याउने तथा शंका लागेको विषयमा अख्तियारलाई छानबिन गर्न अनुरोध गरिएको दावी समेत उहाँले गर्नुभयो। आयोगको काम कारबाहीको विषयमा राष्ट्र ब्याङ्कले सम्पूर्ण सहयोग गर्न तयार रहेको समेत उहाँले बताउनुभयो। आयोगले सफ्टवेयर खरिद तथा सेवा शुल्क महँगो भएको विषयमा केही समयदेखि छानबिन गरिरहेको छ। वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको तत्काल मूल्य वृद्धि नहुने स्पष्ट पार्नु भएको छ। काठमाडौँमा अखिल क्रान्तिकारीले आयोजना गरेको अन्तर्क्रियामा मन्त्री भट्टले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि नहुने स्पष्ट पार्नु भएको हो। उहाँले मूल्य वृद्धि नगराउनका लागि आफूले अर्थ मन्त्रालयसँग राजस्व मिनाहा हुनुपर्ने माग राखेको जानकारी दिनुभयो। मन्त्री भट्टले यदि सरकारले कुनै पनि सहयोग नगर्ने हो भने यातायातमा मात्र 20% मूल्य वृद्धि हुने भने स्पष्ट पार्नुभयो। कमिसन बढाउने त कुनै प्रश्नै उठ्दैन। जबकि आयल निगम घाटामा गइरहेको बेला जुन आयल निगमलाई बन्द गरेर यहाँ पेट्रोल पम्पका मालिकहरू अथवा व्यवसायीहरूले जसरी आफू बनेका छन् अनि यति बेला राज्यलाई अप्ठ्यारो पार्ने, सरकारलाई अप्ठ्यारो पार्ने कसैले गर्छ भने त्यही छुट हुन्न। त्यो त आम नेपाली जनतालाई माथिको उत्पीडन हुन्छ। कार्यक्रममा मन्त्री भट्टले व्यवसायीहरूको कमिसन कुनै पनि हालतमा वृद्धि नहुने बताउँदै हाल आयल निगम घाटामा गइरहेको हुनाले सहयोग गर्न पनि आग्रह गर्नुभयो। उहाँले सरकारलाई सहयोग नगर्ने व्यवसायीहरूलाई कुनै पनि हालतमा छुट नदिने बताउनुभयो। यहाँ अब अहिले राज्यले पनि पैसा नदिने अनि मूल्य बढाउनुको विकल्प छैन पनि भन्ने, तर मूल्य कसरी आम जनतामा पर्ने इम्प्याक्ट के हो? तपाईको अहिलेको जो खरिद मूल्यमा राज्यले केही गर्ने होइन र मूल्य बढाउनु हो भने महँगाई तपाईको यातायात क्षेत्रमा मेरो आफ्नो क्याल्कुलेसन के हो भने 20% वृद्धि हुन्छ भाडामा। आयल निगम र वाणिज्य मन्त्रालयमा गलत चिन्तन र प्रवृत्तिको थुप्रो रहेको हुनाले त्यस थुप्रोलाई कसरी फाल्ने भन्ने चुनौती आफ्नो अघि रहेको पनि मन्त्री भट्टले बताउनुभयो।